धन्यवाद गुरुङ सुशान्तजी। मञ्चमा आसीन प्रिय मित्र जसको किताबको हामी आज विमोचन गर्दैछौँ, छलफल पनि गर्दैछौँ, तीर्थ गुरुङ किताबको बारेमा मन्तव्य राख्नको लागि आउनुभएका आदरणीय डाक्टर गणेश गुरुङज्यू, बिनाजी, अनि त्यसपछि सायाका लेखक, धेरै उपन्यासका लेखक हाम्रो मित्र यहाँ उपस्थित हुनुभएका सबैजनालाई म हार्दिक धन्यवाद गर्न चाहन्छु। अनौपचारिक समारोहहरूमा चाहिँ तीर्थको बारेमा बोल्ने भने यो आपातर्फ जतिकै लामो उपन्यास अथवा संस्मरण बन्ने सम्भावना छ। तर औपचारिक समारोहमा चाहिँ मैले पहिलोपटक तीर्थको बारेमा बोलिरहेको हुनाले अलिकति अप्ठ्यारो जस्तो पनि मलाई महसुस भइरहेको छ। म कति चाहिँ तीर्थको बारेमा त मैले उसको व्यक्तिको बारेमा बोल्ने भएको हुनाले र कृतिको बारेमा म चाहिँ प्रवेश नगर्ने भएको हुनाले मलाई सजिलो पनि छ त्यो अर्थमा। तर तीर्थको बारेमा बोल्दाखेरि धेरै लामो समयदेखि हाम्रा मित्रताका विभिन्न चरणहरू, उसको शील स्वभाव, मैले पहिले नै म तपाईँहरूसँग माफी माग्छु कि मैले चाहिँ आदरार्थी शब्दको प्रयोग गर्न आज सक्दिनँ। तीर्थलाई मैले चाहिँ उसको अगाडि उभिएर आदरार्थी शब्दको प्रयोग गरेँ भने सायद उसलाई पनि अप्ठ्यारो लाग्छ र मलाई पनि अप्ठ्यारो हुन्छ। यो रूपमा बुझिदिनु होला। तीर्थलाई चाहिँ अलिकति तदममकै सम्बोधन गरेँ यसले भने चाहिँ तपाईँले नसोचिदिनु होला। धेरै लामो समयदेखि हामी सँगै छौँ। राजाहरू आउँछन् जान्छन्, राजाहरू आउँछन् जान्छन्। हाम्रो मूल कुरा कोलालाई सुरक्षित राख्नु हो। हिजोको चाहिँ आन्दोलन अनि अघि पछिल्लो समयमा घटिरहेका जुन राजनीतिक घटनाहरू छन् त्यो कुरा मैले अहिले सम्झिरहेको छु। त्यो मैले भनेको होइन, यहाँ चाहिँ एउटा पात्रले भन्छ, तपाईँले पढेपछि अवश्य पनि त्यसलाई बुझ्नुहुनेछ। जम्मा 34 वर्ष भएछ तीर्थसँग मैले मित्रता गरेको। हामीले पिएन क्याम्पसमा 2047 सालमा विज्ञान भवनमा, पिएन क्याम्पसको विज्ञान भवनमा हामी चाहिँ सँगसँगै भेट भएका थियौँ र त्यस पछाडि 34 वर्षहरू गुज्रेर गएछन्। धेरै लामो समय हो त्यो। तर दुईवटा स्वभावको कारणले गर्दाखेरि तीर्थ र म सधैँ सँगै भयो। हाम्रो चाहिँ एउटा ग्रुप थियो। म चाहिँ ग्रुपमा एक मात्रै चुच्चे नाके थिएँ, आर्यन अनुहार मेरो मात्रै थियो। तीर्थ थियो, त्यसमा प्रताप गुरुङ थियो, आश गुरुङ थियो र प्रेम गुरुङ थियो। म उहाँहरूलाई पनि आज किन पनि सम्झिन चाहन्छु भन्दाखेरि हाम्रो मित्रले चाहिँ आज एउटा धेरै महत्त्वपूर्ण कृति नेपाली साहित्यलाई दिएको छ। योभन्दा अगाडि पनि दिएको छ। अगाडि गुरुङ सुशान्तजीले भनि पनि सक्नुभएको छ। पाठशालादेखि लिएर आपाकर्प हुँदै यो योगको गीतसम्म आइपुग्दाखेरि 3वटा महत्त्वपूर्ण कृतिहरू तीर्थले हामीलाई दिएको छ। त्यसकारण हाम्रो चाहिँ जुन ग्याङ अफ 4 भनेर भन्थ्यो हामी, त्यो साथीहरू चाहिँ अवश्य पनि खुसी छौँ। खुसी बाँड्नको लागि म खासमा आएको हो। मलाई लाग्छ तपाईँहरू पनि सबैजना योगको गीतलाई चाहिँ सेलिब्रेट गर्नको लागि नै यहाँ आउनुभएको हो। त विज्ञान पढ्ने बेलामा चाहिँ हाम्रो एउटा स्वभाव चाहिँ के मिल्थ्यो, म अघि त्यही भन्न खोजिरहेको थिएँ। स्वभाव के मिल्थ्यो भन्दाखेरि हामी चाहिँ अलिकति क्लास बङ्क गर्ने र सेती नदीको किनारमा गएर चाहिँ साहित्यको बारेमा, सङ्गीतको बारेमा, कलाको बारेमा, त्यस्ता किताबहरूको बारेमा हामी छलफलहरू गर्थ्यौँ। भौतिक शास्त्रका विद्यार्थीहरू थियौँ, तर हाम्रो चाहिँ रुचि चाहिँ बढी भौतिक शास्त्रका सूत्रहरूमा भन्दा पनि, केमिस्ट्रीका सूत्रहरूमा भन्दा पनि हाम्रो चाहिँ बेसी रुचि चाहिँ साहित्यतिर थियो। तीर्थले त्यो बेलामा चाहिँ कविता लेख्छ भन्ने मलाई थाहा थिएन। धेरै लामो समय पछाडि चाहिँ तीर्थले कविता लेख्छ भन्ने मलाई थाहा भएको हो। एउटा इन्सिडेन्ट कस्तो भयो भन्दाखेरि त्यो बेलामा चाहिँ रविन्द्र अधिकारी जो अहिले बितेर जानुभयो, पिएन क्याम्पसको चाहिँ एउटा महत्त्वपूर्ण सोब्युको चाहिँ उहाँ सदस्य हुनुहुन्थ्यो। सम्भवतः उहाँ चाहिँ सचिव या अध्यक्ष के हुनुहुन्थ्यो, मलाई अहिले ठ्याक्कै सम्झना छैन। त उहाँले एकदमै त्यो पिएन क्याम्पसमा चाहिँ नियमित रूपमा साहित्यिक कार्यक्रमहरू, कलाका कार्यक्रमहरू र सङ्गीतका कार्यक्रमहरू गर्नुहुन्थ्यो। अनि एक दिन चाहिँ हामीले सूचना पायौँ कि कविता प्रतियोगिता हुँदैछ र कविता प्रतियोगितामा चाहिँ 300 शब्द नबढाइकन कविता चाहिँ त्यहाँ पेस गरेको मान्छेले कविता प्रतियोगितामा भाग लिन पाउनेछ भन्ने चाहिँ त्यो सूचना थियो। र स्वाभाविक रुचि भएको हुनाले मैले पनि कविता पेस गरेँ। तीर्थले पनि पेस गरेको रहेछ, मलाई थाहा थिएन। तीर्थलाई चाहिँ भुपिनले पेस गरेको थाहा थिएन र भुपिनलाई चाहिँ तीर्थले पेस गरेको थाहा थिएन। मेरो दुर्भाग्य, मैले चाहिँ 300 शब्दभन्दा बढीको कविता भएको हुनाले, बढी शब्दको कविता भएको हुनाले चाहिँ मैले भाग लिन पाइनँ। मैले पहिलोपटक तीर्थलाई चाहिँ मैले कसरी गुड मर्निङ भनौँ भनेर चाहिँ त्यहाँ कविता सुनाइरहेको मैले देखेपछि म छक्कै परेँ। सँगै हामी साहित्यको बारेमा कुरा चाहिँ गर्थ्यौँ, कविताको बारेमा कुरा गर्थ्यौँ, साहित्य सङ्गीतको बारेमा अन्य कुराहरू गर्दा गर्दै पनि कविता लेख्छौँ भने हामीले एकअर्कालाई भनेको थिएनौँ। त्यसरी चाहिँ हाम्रो अझ बढी निकटता भयो। अब एउटा चाहिँ एकदमै मनपर्ने क्षेत्रमा, आफू लागिरहेको क्षेत्रमा अर्को साथी पनि लागिरहेको देख्दाखेरि स्वाभाविक रूपमा आकर्षण भइहाल्यो र हामी त्यसरी चाहिँ लामो समयदेखि मित्रको रूपमा अगाडि आयो। तर तीर्थले चाहिँ पिएन क्याम्पसमा
आइएससी हामी पढेर चाहिँ गाउँमा गएँ, म मेरो गाउँमा बागलुङ बलेभामा तीर्थ चाहिँ नि पोखरामै बसेँ र धेरै लामो समयसम्म उनले चाहिँ टिचिङ पेसा अप्नाए। शिक्षक हुनु उनी चाहिँ त्यो बेलामा थिए, अहिले पनि छन्। र तीर्थसँग चाहिँ मेरो खासै सम्पर्क भएन, तर मेरा दुईजना साथीहरूको मार्फत तीर्थको बारेमा मैले चाहिँ नि खबरहरू थाहा पाइराखेँ। उनी पोखरामा बसेर आनन्दपूर्वक शैक्षिक पेसामा चाहिँ लागिरहेको छन्, एकदमै डेडिकेसनको साथमा भन्ने कुराहरू मैले सुनिरहेथेँ। विशेष गरेर प्रेम गुरुङ र आश गुरुङसँग चाहिँ मेरो पत्राचार भइरहेको थियो। र त्यो बेलामा चाहिँ मलाई सोध्न मन लाग्थ्यो तीर्थसँग कि तिमीले चाहिँ कविता कति लेखिरहेको छौ, मैले पनि अलिअलि लेख्दैछु, बामे सर्दैछु भन्ने चाहिँ नि मन त हुन्थ्यो, तर चाहिँ हाम्रो पत्राचार हुन्थेन। किनभने तीर्थको स्वभाव चाहिँ अलिकति छिट्टै नखुल्ने, अनि त्यसपछि आफ्नो कुराहरू चाहिँ प्रस्तुत गर्नको लागि हतार नगरिहाल्ने जस्तो खालको स्वभाव भएको हुनाले पनि हाम्रो पत्राचार भएन र त्यो कुरा थाहा भएन। धेरै लामो समय पछाडि एक दिन चाहिँ संरक्षण कविता आन्दोलन तपाईँहरूले कतिको सुन्नुभएको छ, पोखराबाट हामीले सुरु गऱ्यौँ। सर्वभक्त दाईको नेतृत्वमा हामीले चाहिँ 5 बुँदे घोषणापत्र सहित हामीले चाहिँ प्रकृति र पर्यावरणको संरक्षण गर्नुपर्छ भनेर चाहिँ संरक्षण कविता आन्दोलन सुरु गऱ्यौँ। र त्यसको चाहिँ एउटा कार्यक्रम चाहिँ सिक्लेसमा गरेर फर्केपछि महेन्द्रपुरमा एकदमै पानी परिरहेको थियो र त्यो बेलामा चाहिँ मैले तीर्थलाई अचानक भेटेँ। धेरै लामो समयको भेटघाट थियो त्यो हाम्रो चाहिँ। अनि तीर्थलाई भेट्ने बेलामा तीर्थ यस्तो भयो नि, हामी त संरक्षण कविता आन्दोलनको लागि सिक्लेस गएर आएको भनेर चाहिँ तीर्थले मैले भनेपछि, ओ तीर्थ भूमि तिमीहरू चाहिँ सिक्लेस गएर आएको मलाई थाहा भएको भए म पनि जान्थेँ, मलाई पनि मेरो गाउँको मान्छेहरूले कविता लेख्दो रहेछ, यो पनि ठुलो मान्छे भयो भनेर सोच्दा हुन् भनेर चाहिँ तीर्थले भनेपछि बल्ल तीर्थको गाउँ सिक्लेस हो भन्ने मलाई थाहा भयो। अलिकति गिल्टी फिल पनि भयो, नजिकको साथीलाई मैले किन खबर गरिनँ भन्ने खालको पनि भयो। स्वाभाविक थियो, किनभने हाम्रो बिचमा त्यस्तो गाढा सम्पर्क थिएन। उनी शिक्षण पेसामा चाहिँ एकदमै धेरै लागेको थिए र म चाहिँ नि विद्यार्थीको रूपमा पिएम क्याम्पसमा पढिरहेको स्थिति थियो। त्यस पछाडि के भयो भन्दाखेरि तीर्थले मलाई चाहिँ आफ्नो बोर्डिङ स्कुलमा, म चाहिँ त्यो बेला बेरोजगार थिएँ, भूमिन बेरोजगार हो भने ठिक छ नि त, टिचिङ गरौँ न सँगै भनेर चाहिँ आफ्नै स्कुलमा बाल विद्या मन्दिर बोर्डिङ स्कुलमा उनले चाहिँ मलाई एउटा शिक्षकको चाहिँ जागिर उनको कारणले मैले पाएँ र त्यसपछि हाम्रो मित्रता त्यसपछि फेरि अलिक झ्याकिँदै गयो। मैले चाहिँ यहाँ भन्न खोजेको कुरा के भन्दाखेरि उनी जति प्यारो शिक्षक थिए, मैले उनकै अगाडि तीर्थ चाहिँ मेरो बेस्ट टिचर हो भनेर चाहिँ धेरैजना विद्यार्थीले भनेको र कविता पनि सुनाएको। त्यो सुनाउँदाखेरि म निकै भावुक पनि भएको थिएँ। त्यस्तो खालको चाहिँ कविताहरू सुन्ने मैले अवसर पाएँ र उनी चाहिँ विद्यार्थीको बिचमा त्यति लोकप्रिय छन् भन्ने कुरा मैले चाहिँ महसुस गरेँ। त्यो मलाई चाहिँ खासै थाहा थिएन, साथीहरूको भनाइअनुसार त मैले अनुमान गर्न सक्थेँ, तर चाहिँ उनको लोकप्रियता त्यो स्तरमा विद्यार्थीको माझमा छ भन्ने पनि मलाई थाहा थिएन। र उनको चाहिँ एउटा ब्लू मिमोसा भन्ने होस्टेल थियो, त्यो ब्लू मिमोसा होस्टेलको बारेमा मेरा धेरै एकदमै सुखद स्मृतिहरू छन्, म सम्झिन चाहन्छु छोटकरीमा। त्यो ब्लू मिमोसा स्कुलमा चाहिँ धेरै विद्यार्थीहरू बस्थे र मलाई चाहिँ सबभन्दा बढी आकर्षण गर्ने तीर्थको चाहिँ लाइब्रेरी थियो। धेरै सुन्दर लाइब्रेरी थियो र तीर्थको चाहिँ अध्ययन संस्कृति कति बलियो छ भन्ने जनाउनुको लागि, सङ्केत दिनको लागि त्यो लाइब्रेरी चाहिँ काफी थियो। उनको ऱ्याकमा धेरै सुन्दर किताबहरू जुन मैले पढ्न इच्छा गरिरहेको थिएँ ती किताबहरू थिए र तीर्थले ती सबै किताबहरूको अध्ययन गरेको आधारमा लेखेको डायरी मलाई सुनाउँथ्यो र डायरी चाहिँ नि मेकिङ गर्ने उनको धेरै पुरानो बानी रहेछ, त्यो बेलामा मैले थाहा पाएँ। र उनले के भन्थ्यो भने, भूमिन तिमी चाहिँ कवितामा लाग्यो, कविता लेख, म त डायरी लेख्छु र मलाई मेरो रुचि भनेको चाहिँ आख्यानमा छ, म कथा लेख्छु भनेर भन्थेँ। अनि तीर्थले चाहिँ कहिले कथा सङ्ग्रह निकाल्दा, तीर्थले कहिले आख्यान निकाल्लान् भन्ने चाहिँ मलाई एक खालको मनमा चाहिँ जिज्ञासा भाव भइरहन्थ्यो। र धेरै लामो समय पछाडि तीर्थले अन्तर्वार्तामा पनि भनेका छन्, आजकै चाहिँ अन्तर्वार्तामा त्यो आएको छ, धेरै लामो समय पछाडि, धेरै लामो चाहिँ उमेर, साह्रै धेरै लामो त होइन तर मोटामोटी 40 वरिपरिको उमेरदेखि चाहिँ उनले साहित्यलाई अलिकति सिरियसली लिए। त्योभन्दा अगाडि उनी एकदमै राम्रो अध्येता थिए र त्यसलाई चाहिँ मैले आफ्नो लेखनमा पनि गर्नुपर्छ भन्ने चाहिँ उनले त्यो गरे। र एउटा कुरा चाहिँ यहाँ भन्न चाहन्छु, उनको चाहिँ नि पाठशाला पहिलो कृति चाहिँ होइन, धेरैजनाको लागि यो नयाँ हुन्छ। तीर्थको त्योभन्दा अगाडि चाहिँ एउटा कृति प्रकाशित थियो, तर त्यो कृति चाहिँ साहित्यिक कृति थिएन, त्यो चाहिँ विद्यार्थीहरूको लागि जिके जुन जनरल नलेज इङ्ग्लिसमा उनको एउटा कृति पनि त्यो उनले प्रकाशित गरेका थिए। आज भन्दाखेरि एउटा लेखकको एउटा नयाँ बाटो पनि खुल्ला भनेर मैले त्यति भन्छु, भन्न मन लाग्यो मलाई चाहिँ। सो तीर्थको चाहिँ पाठशाला निस्केपछि स्वाभाविक रूपमा हामी सबै खुसी भयौँ र पाठशालाले चाहिँ पाठकहरूको अपार माया पायो।
नेपाली साहित्य जहाँ चाहिँ बाल साहित्य धेरै लेखिएको छ, प्रौढ साहित्य धेरै लेखिएको छ, तर एउटा वर्गको बारेमा साहित्यको रचना त्यति राम्रोसँग भएको थिएन, धेरै स्ट्रङली आएको थिएन। त्यो टिनेजरहरूको लागि, एडोलसेन्स ग्रुपको बच्चाहरूको लागि, किशोरहरूको लागि चाहिँ साहित्य लेखिएको थिएन र उनको त्यो पाठशाला भन्ने किताबले त्यो अर्थमा चाहिँ धेरै महत्त्वपूर्ण र ऐतिहासिक महत्त्व राख्छ भन्ने मलाई लाग्छ। अहिले पनि भेट्ने बेलामा, अघि पनि मैले चाहिँ एकजना साथीलाई भेटेँ, उहाँले भन्दै हुनुहुन्थ्यो हो पाठशालाको लेखक भनेर चाहिँ भन्नुभएको थियो। सो धेरैजनाले पाठशालालाई धेरै मन पराए। आप्पा कर्प चाहिँ अलिकति स्यान्डविच भयो। अब यो किताब र त्यो पाठशालाको बिचमा अलिकति स्यान्डविच हुन्छ कि भन्ने मलाई डर लाग्छ, तर उनको चाहिँ आख्यानकारिताको निखार त्यो आप्पा कर्पमा पनि आएको छ। तपाईँहरूले इन्जोय गर्नुभएको छ होला भन्ने मलाई लाग्छ। र अब उनको व्यक्तिको बारेमा कुरा गर्ने बेलामा चाहिँ मलाई एकदमै भन्न मन लाग्छ, मैले अध्ययनशील व्यक्तित्वको बारेमा मैले कुरा गरिहालेँ। धेरै राम्रो अध्ययन संस्कृति छ कृतसँग, त्यसकारण चाहिँ राम्रो कृति आउँछ भन्ने मलाई लाग्छ। किनभने राम्रो अध्ययन नभइकन राम्रो कृति निकाल्न सकिन्छ भन्ने कुरामा चाहिँ कम्तीमा पनि मलाई विश्वास छैन। तीर्थले त्यो प्रमाणित पनि गरे। र उनको चाहिँ व्यक्तित्वको कुरा गर्दाखेरि यहाँ मैले भन्नै पर्छ, म अलिकति भावुक पनि हुन सक्छु। मैले चाहिँ अलिकति बलियो बनाएर म बोल्ने यहाँ कोसिस गर्दैछु। गर्वले मेरो छाती फुलिरहेको हुनाले पनि अलिक भावुक हुने सम्भावना छ, कोसिस गर्छु कि उनमा चाहिँ भएको सबभन्दा मलाई लाग्ने एउटा कुरा व्यक्तित्वको कुरा गर्दाखेरि इमान्दारिताको एउटा लेभल, एउटा 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 उचाइ, एउटा टापु मलाई चाहिँ तीर्थ गुरुङ हुनु भन्ने लाग्छ। मेरा धेरै साथीहरू छन्, तपाईँहरूको पनि धेरै साथी हुन्छन् अवश्य जीवनमा, तर मलाई चाहिँ तीर्थ सधैँभरि इमान्दार साथीको रूपमा मैले उनलाई चाहिँ सधैँ सम्मान गर्छु र उनीसँगको मित्रताको मेरो कारण एउटा त्यो पनि हो। र अर्को चाहिँ उनभित्र भएको कुटकुट भरिएको त्यो करुणा भाव। तपाईँले चाहिँ तीर्थलाई अहिले चाहिँ आलोचना गर्नुभयो, तपाईँले चाहिँ तीर्थको बारेमा केही नराम्रा टिप्पणीहरू गर्नुभयो, तीर्थले चाहिँ तपाईँलाई क्षमा दिने त्यो उनीसँग क्षमता छ, त्यो करुणा भाव। अनि बच्चाहरूलाई चाहिँ माया गर्ने र गाउँमा जाने बेलामा पनि सबैजनालाई बोलाउँदै बोलाउँदै हिँड्ने, सबैसँग चाहिँ सन्चो बिसन्चो सोच्दै हिँड्ने त्यो चाहिँ जुन स्वभाव छ त्यो मलाई धेरै सुन्दर लाग्छ। र हामी लेखकहरूले, हामी कविहरूले पनि त्यो कुरा चाहिँ सिक्नुपर्छ भन्ने लाग्छ। मैले पनि तीर्थबाट धेरै कुराहरू सिकिरहेको हुन्छु त्यो अर्थमा। र सबैप्रति प्रेम भाव राख्ने, नम्र बोली बोल्ने र धेरै कम बोल्ने। तीर्थले चाहिँ अब साथीहरूले बोल्नुहुन्छ, त्यसपछि तीर्थले बोल्ने भनेको 2-4 शब्दहरू मात्रै हो। अलिकति भिड मन नपराउने स्वभाव उनको छ। लाइन म यहाँ प्रश्नसँग भन्छु, उनी चाहिँ तपाईँले उनको फेसबुक खोल्नुभयो भने अथवा ट्विटर खोल्नुभयो भने ट्विटरमा चाहिँ उनले लेखेका छन् आम एन नन बिलिभर, होइन, नन बिलिभरको रूपमा उनले आफूलाई प्रस्तुत गर्छन्। र मलाई चाहिँ लेनिन पनि उत्तिकै मनपर्छ, जोन लेनिन पनि उत्तिकै मनपर्छ। सबैजनाप्रति मेरो समान प्रेम छ। त्यसले पनि उनको वैचारिकतालाई चाहिँ धेरै अगाडि बढाउँछ भन्ने मलाई लाग्छ। सो सबैको लागि चाहिँ खुल्ला पाठक किताब जस्तो सबैलाई प्रेम गर्ने, सबैप्रति करुणाभाव राख्ने तीर्थको चाहिँ किताब आज विमोचन भएको छ। तीर्थलाई धेरै धेरै बधाई दिन चाहन्छु। किताबको बारेमा मैले बोल्नु धेरै छैन, मैले मेरो स्टाटसमा पनि लेखेको छु र यसको पाण्डुलिपि पढेको आधारमा मैले केही फिडब्याकहरू मलाई लागेको मैले दिएको पनि छु। त्यसकारण चाहिँ पछाडिसम्म रहनेछ, अहिलेको समयसम्म नि रहिरहेको छ र पछाडि पनि रहनेछ। मैले अगाडि भनिहालेँ, राजाहरू आउँछन् जान्छन्, हाम्रो मुख्य काम चाहिँ कोला सोफाको सुरक्षा गर्नु हो। धन्यवाद। धन्यवाद लेखक गुरुङजीलाई। मैले तीर्थ गुरुङजीको पाठशाला उपन्यासमाथि बोल्ने मौका पाएको छु। मलाई पनि के भने तीर्थ राईको यो पहिलो किताब हो भनेको, तर होइन रहेछ, किताब चाहिँ कस्तो रहेछ। खास गरी पत्रचार पुस्ताको कुरा गरेर कवि भुपिनले अलिकति नोस्टाल्जियातिर तीर्थ राईलाई पनि फर्काउनु भयो भन्ने लाग्छ। अब मेरो आज यो किताबमाथि सकेसम्म बोल्दै नबोल्ने भन्ने हो, त्यस कारण म अर्को वक्तालाई आमन्त्रण गरिहाल्छु। लेखक खास गरी युवा पुस्तामा चर्चित सुरिन भट्ट। ताकि पाठक मात्रै भएर किताब पढ्दाखेरिको अनुभूतिहरू कस्तो भयो मलाई त्यो बारेमा मात्रै केन्द्रित हुने, त्यो बारेमा मात्रै केन्द्रित हुन्छु। वास्तवमा भागमा थिएँ
एकदम इन्जोय गरिरहेको थिएँ। तर त्यसलाई थन्क्याएर मोमो दिएर हातमा र समाचार चाहिँ त्यसको विभाग मलाई पढ्नुलाई लगभग 3 दिन जति लाग्छ बढीमा। सुरुमा पढ्ने क्रममा सुरुमा कति धेरै पात्रहरू होला जस्तो लाग्यो। मूल कथामा प्रवेश गर्नुभन्दा अगाडि पनि र मूल कथामा प्रवेश गरिसकेपछि पनि कथाले एउटा गति भेटेन कि जस्तो लाग्यो सुरुमा। तर जब कथाले गति भेट्न थाल्छ त्यस पछाडि एउटा रफ्तार पक्रिन्छ र वास्तवमै चुम्बकीय भाषा भने जस्तै त्यो के छ यसमा गल्ती के छ गल्ती कहाँनिर के भेटौँ भन्नुभन्दा पनि त्यसमा मजाले बगेर गइन्छ। र यो कथा एकदमै ठुलो क्यानभासमा लेखेको कथा छ। लेखकले आफैले पछाडि भन्नु पनि भएको छ। नर्मली मेरो पढ्ने बानी एउटा के छ भने लेखकले के भनेको छ आफ्नो किताबको बारेमा भनेर म सुरुमै पढेँ। तर कमै मात्र किताब हुन्छ जो पढिसकेपछि फेरि यो दोहोऱ्याएर पढ्छु। यो किताबको हकमा मैले त्यो दोहोऱ्याएर पढेको छु। कथामा भाव छ पक्कै पनि बोला सोथर जहाँ चाहिँ रोगी मान्छेहरू शिकार खेल्न जान्छन्, मासु भाग लगाएर मान्छन्, अर्धवार्षिक मह काट्न जान्छन्, क्याम्पाको धान बोक्न भनेर कृषितिर पनि झर्छन्। हिमपात चर्कै हुन्छ। त्यो बेला गाउँलेहरू टोकोभरि खानेकुरा र लुगाफाटा बोकेर बेच्ने गरेर बस्छन्। जान नसक्नेहरू नजानेहरू घरभित्रै थिलिन्छन्। कहिले हिउँ रोकिन्छ भनेर, कहिले घाम लाग्छ भनेर पूर्ण दिवस हुन्छ। भगडाहरू पाहाहरू फुलेर पनि खान्छन्। किताबै आफैमा धेरै ठुलो भएकोले मैले पनि यो सबै रिपोर्ट गरेर ल्याउनु पऱ्यो। त्यो भएर अलिकति समय म यहाँ लिन्छु। गाउँमा दुःख छ पक्कै पनि। गाउँ भनेको चाहिँ अझ त्यहाँमाथि 700 वर्ष अगाडिको चाहिँ इतिहास हामीले इतिहासका चकरीहरू उठाएर हेर्न थाल्यो भने त्यहाँ पक्कै पनि राम्रा कुराहरू भेटिन्छन्, नराम्रा कुराहरू पनि भेटिन्छन्। गाउँमा पक्कै पनि धेरै दुःखहरू छन्। जस्तो कि उर्क्याकी आमा, फुपू बहिनी र 4 जना बहिनीहरू उनीहरू साग भ्याकुर र च्याउ खोज्न जान्छन् र जङ्गली विषाक्त च्याउ खाएर मर्छन्। अब यो कथा बोलेको त भनौँ किनभने बिर्सिन्छ यो कुरा कतिसम्म। उर्क्याएका दिदीबहिनीहरू कुष्ठरोग लागेर मर्छन्। अब यो आफै एउटा गाउँको कष्ट हो। महिना कपु भन्ने एकजना पात्र छिन्। उसको लासलाई बित्ताले खाएको दृश्य पढ्दाखेरि बहुत मन भारी भएर आउँछ। एकछिन त्यहाँ टक्क रोकिन मन लाग्छ र त्यसले एउटा त्यो प्रसङ्गले बेला बेलामा ठुकी पनि लाग्छ। एउटा दृश्य त यस्तो पनि छ। उर्किया भन्ने एउटा क्यारेक्टरले मृत्युलाई मृत गाईको फोरसँग खुवाउँछ, जो बडो विभत्स पनि लाग्छ। तर यो विभत्स मान्ने नमान्ने यो प्रत्येक पाठकको हकमा आउँछ। यो चाहिँ रोग निर्मूल पार्नको लागि भनेर गरिएको कुरा हो। पात्रहरू अब कस्तो छ भने आन्द्राको माला लगाएर हिँड्छन्। यो खालको चाहिँ एउटा दृश्य तपाईँको चाहिँ अगाडि नाच्छ। तर गाउँमा दुःख मात्रै छैन। पक्कै पनि गाउँमा दुःख मात्रै हुँदैन, अन्धविश्वास अज्ञान भ्रम मात्रै पनि हुँदैन। गाउँमा अग्रगामी सोचहरू राख्ने पात्रहरू पनि हुन्छ। एउटा रिङ्ग्यो भन्ने पात्र छ। मलाई यो भनिरहँदाखेरि अलिकति थोरै पढ्न पनि मन लाग्यो। रिङ्ग्यो मात्र यस्तो रिङ्ग्यो मैले प्रनाउन्स गरेँ। रिङ्ग्यो मात्र त्यस्तो मान्छे थियो जो बुद्धिस्टलाई आश्वस्त पार्छ। ऊ बोक्सी भूतप्रेत र यहाँसम्म कि सिमे भूमिको अस्तित्वमा सबै प्रश्न उठाउँथ्यो। उसले नै वनमा मृत्युहरूले वन मान्छे खानेको झाउको डलोमा आगो लगाएको थियो। इन्द्रेणीको पिठमा कुनै भूत हुँदैन भनेर साथीहरूसितको एउटा विशाल इन्द्रेणीको फेदसम्म पुगेर आएको थियो। र मान्छे मरेपछि त्यो माटोको थुप्रो बाहेक केही हुँदैन भनेर चियान डाँडामा एक्लै बसेको थियो। यी सब मान्छेलाई डराउन र समाजका ठुलाहरूको वर्चस्व कायम राख्नु हो भनेर हाँस्दै सुनाएको थियो। र यो मलाई बडो किताबमा भएको एउटा राम्रो हाइलाइट गर्ने एउटा लागेकोले गर्दा पढेर सुनाउन लायक चिजहरू थुप्रै छन्। म धेरै सुनाउँदैन, केही जो अति सुनाउन आवश्यक छ त्यो मात्रै सुनाउँछु। र यो कथा
सबैजनालाई नमस्कार। सुमिनजीले कति धेरै बोल्छु भनेर टिकट गरेर ल्याउनु भएको, तर 10% पनि बोल्न पाउनु भएन समयको पाबन्दीले गर्दाखेरि। म त बाटो भएपछि बोल्छु भनेर पुरा टिपेर ल्याएको छु, यति त बोल्छु। समय पनि बचाओस्। सर्वप्रथम त तीर्थ राईलाई महत्त्वपूर्ण उपन्यास हामीमा मुगु गीत नेपाली सामाजिक काल्पनिकमा स्मृतिमा गइसकेको समुदायको सभ्यताको कथा भन्ने एउटा प्रयत्न हो। अब रह्यो यो उपन्यास कसरी महत्त्वपूर्ण भयो त, यो थाहा पाउन आफ्नो समुदाय सभ्यताको कथा भन्ने परम्पराको विकास कसरी भयो, अर्थात् यसको जिनियोलोजीबारे थोरै थाहा पाउनुपर्छ हामीले। यसको लागि हामीले कोलोनाइजेसन पोस्ट कोलोतिर लग्यौँ भनेका छन्, तर लामो इतिहासको अध्ययन गर्ने हो भने युरोपको पुँजीवादले त्यो युरोपमा पुँजीवादको जुन विकास भयो त्यसले नै उपनिवेशीकरण भयो भन्ने कुरा छ। 16औं शताब्दीतिर इटली स्पेनका मानिसहरू जब डुङ्गा बनाएर सामुद्रिक यात्रामा निस्किए अनि उनीहरूले विभिन्न देशबाट सामानहरू खरिद गर्ने र विभिन्न महादेशतिर लगेर बेच्ने गर्ने। यसो गर्दा तिनीहरूले त्यहाँका रैथानेका प्राकृतिक स्रोत जस्तै धातुहरू मात्रै लिएनन् कि त्यो उत्खनन गर्ने त्यसको ज्ञानहरू पनि कब्जा गर्न थाले र सँगसँगै क्रिस्चियन पनि बनाउँदै रहे। यसरी तिनीहरूले रैथाने ज्ञान संस्कृति अभ्यासलाई मास्दै लगे। यसरी वाणिज्य पुँजीको भरमा औद्योगिक क्रान्ति गरे, किनभने तिनीहरूसँग कलकारखाना खोल्न पुग्ने पर्याप्त रूपमा पुँजी जम्मा भइसकेको थियो। पुँजीवादको विकास हुँदै गएपछि युरोपियनहरू संसारभरि छरिन थाले। त्यसरी जाँदा तिनीहरूले एकैपटक हातमा एउटा हातमा बन्दुक र एउटा हातमा बाइबल लिएर गए। एकैपटक क्रिस्चियनिटीसँग अर्थ राजनीति जोडिएको थियो। जसरी त्यहाँका जमिनदारहरूलाई त्यहाँका मानिसहरूले कर तिर्थे, चर्चलाई पनि आफ्नो आम्दानीको 10% उनीहरूले बुझाउनु। यसरी उपनिवेशकारीहरूले उपनिवेशी समूहको स्रोत ज्ञान सिप मात्रै दोहन गरेनन्, क्रिस्चियनिटीको माध्यमबाट आफ्नो संस्कृति लादे र यो नै सबैभन्दा पवित्र उन्नत संस्कृति हो भन्न थाले। तिनीहरूले आफ्नो जात धर्म संस्कृति सभ्यता उन्नत हो, अरू चाहिँ बर्बरिक हो भन्ने भाष्य स्थापित गरिदिए। टाई र सुट लगाएर टेबलमा बसेर काँटा चम्चाले खाना खानुलाई सभ्य र पलेटी कसेर भुइँमा हातले भात खानुलाई चाहिँ असभ्य भन्ने भाष्य निर्माण गरे, जसबाट अहिले पनि हामी ग्रसित छौँ र त्यही मान्यतालाई हामीले पछ्याइरहेका छौँ। उपनिवेशीहरू त यसबाट अभिशप्त नै भयो। यसरी जब पोस्ट कोलोनाइजेसनको इरा सुरु भयो तब राजनैतिक प्रभुत्वको मात्रै होइन सांस्कृतिक प्रभुत्वको पनि प्रतिरोधमा आन्दोलन सुरु भयो। सन् 1879मा जोसेफ कर्नाडले द हार्ट अफ डार्कनेसमा अफ्रिकीहरू बर्बरिक र असभ्य हुन्, गोराहरू सभ्य हुन् मात्रै होइन उपनिवेशीकरणमा गोराहरू पनि सङ्कटबाट गुज्रिए भनेर कथा लेखे। पछि 1958मा आएर नाइजेरियन लेखक चिनुवा अचिबेले थिङ्स फर अ पार्टमा लेखे, त्यसमा लेखे जसमा अफ्रिकीहरूको आफ्नै सभ्यता छ र युरोपियनहरूले कसरी उनीहरूसँग आफ्ना चिजहरू खोजेर क्रिस्चियनिटी लादे भनेर। यसरी हिजोको सांस्कृतिक प्रभुत्वको विरोध गर्नलाई उपनिवेशिक शासित समुदायका मानिसहरूले आफ्ना कथा भन्न थाले। तिम्रो जस्तो सभ्यता हाम्रो पनि छ, तिम्रो जस्तो इतिहास हाम्रो पनि छ भनेर लेख्न थाल्यो। तर यस्तो कथा लेख्न त्यति सजिलो भनेको थिएन, किनभने सदियौँदेखिको दमनले दमित वर्गको परम्परा भत्काइदिइसकेको थियो, किनभने त्यो श्रुतिमा आधारित थियो। अर्को चाहिँ वर्षको अभ्यासले ती शासित वर्ग पनि प्रभावित भइसकेका थिए। जस्तै अङ्ग्रेजीमा किताबहरू लेखिनु, किनभने अङ्ग्रेजीमा हाम्रो भाषा होइन, इन्डियाको पनि भाषा होइन, तर सलमान रुस्दी अरुन्धती रोयहरूले किन अङ्ग्रेजीमा लेख्छन् भने यो पनि एक किसिमको कोलोनाइजेसनको प्रभाव हो। त्यसैले कथाहरूभन्दा औपनिवेशिक दमन र उनीहरूको संसर्गको कथा सँगसँगै नभनिकन हुँदै हुँदैन।
जस्तै गुरुङ समुदायमा महिलाहरूको पहिचानको ड्रेस पहिरन भन्दाखेरि लुङ्गीको पहिचानको ड्रेसमा लुङ्गी भनिन्छ। तर त्यो लुङ्गी कहाँबाट आयो भन्दाखेरि त लाहुरे परम्पराबाट त्यो लुङ्गी आयातित भएर आएको हो नि त। कतिसम्म भने यो लाहुरे परम्पराले नेपाली समाजलाई नै दुई भागमा बाँडिदियो, एउटा लडाकु एउटा नलडाकु। यसले यस्तो एउटा बिम्ब खडा गरिदियो जसले यी जातिहरूको रगतमै भिड्ने तत्त्व हुन्छ भनेर भाष्य निर्माण गरिदियो। ख्यालमै 4 इन्च भन्ने यसैको उदाहरण हो। यो मार्शल ड्रेसको थ्योरीको प्रभाव पनि हो। वास्तवमा मान्छे आफैमा लडाकु पनि हुँदैन, शान्तिप्रिय पनि हुँदैन, दुवै हुन्छ। त्यसैले हरेक कथाहरूमा आफ्नो सभ्यताको संस्कृतिको कथासँगै उपनिवेशवादले आफ्नो समाजमा पारेको प्रभावको कथा भन्न सुरु भयो। नेपालको हकमा भने पहिचानको कुरा गर्दा नेपाली राष्ट्रियता नेपाली राष्ट्रवादको निर्माणको कुरा नगरिकन यो कुरा हुँदैन। यसको सुरुवात 1920मा भारतमा भएको आन्दोलनको ब्रिटिसहरूसँगको जुन प्रतिरोध आन्दोलनको त्यो सँगसँगै सुरु भएको छ। जस्तै इन्डियामा खद्दरको लुगा लगाउने, हिन्दी भाषालाई प्रायोरिटी दिने भन्ने कुराहरू आन्दोलनमा आए। नेपालमा पनि चन्द्र शमशेरले 1971मै गोर्खा भाषा प्रकाशिनी समिति गठन गरिसकेको थियो। पछि भारतमा शिक्षा दीक्षा लिएर आएकाहरू त्यहाँबाट प्रभावित भएकाहरूले पनि नेपालमा राष्ट्रियताको आन्दोलनको एउटा जागरण लिएर आउन थाले। सुदपाहरू यसका उदाहरणहरू। अनि भन्न थालियो आफ्नो कथा, रामायण महाभारत हामीले घर घरमा बोल्न थाल्यौँ। तर आफ्नो समुदायको कथा भनेको भन्ने भनेको चाहिँ के भन्ने हो होइन? राम्रो राम्रो कुरा मात्रै, सुन्दर सभ्य कुरा मात्रै प्रस्तुत गर्ने हो कि? जस्तो चाहिँ यो चाहिँ वर्चस्वशाली समुदायले लामो समयदेखि हामीमाथि थोपरिरह्यो। हामीले रामायणका कथा महाभारतका कथाहरू पढ्यौँ र त्यो आदर्श पात्र भनेर हामीले त्यसलाई कल्पना गरेर हामी पनि त्यस्तै बन्ने चेष्टा गरिरह्यौँ। मञ्चमा आसीन युवा उपन्यासकार सुबिन भट्टराई, म अहिले भूतपूर्व युवा, तर सुबिनको समर लग पढेको छु। बिना ठिकले आफ्नो गाउँमा भएको परिवर्तनको बारेमा लेखेको लेख पढेको छु। लेखक हाम्रो के अरे कृष्ण गुरुङ र अन्य महानुभावहरू, तपाईँहरू जस्तो साहित्यिक मान्छेहरूको अगाडि म जस्तो निरस गैर साहित्यिक मान्छेले बोल्नुपर्दा सायद तपाईँलाई निरसै लाग्ला। त्यस कारण म आई एम भेरी सर्ट, म थोरै मात्रै बोल्न चाहन्छु। मैले केही कुरा टिपोट गरेर ल्याएको कुराहरू हाम्रो दुईजना अभिनेता वक्ताहरूले बोलिसक्नु भएको छ, त्यसलाई म दोहोऱ्याउँदिनँ। पहिलो कुरा, यो किताब 727 पेजको छ। मैले ढ्याट लगाएको +2 गरिदिएको छु। सुबिनलाई मैले अघि भन्दै थिएँ, किनभने दुईवटा पेजमा चाहिँ पेज नम्बर राख्न भुलेको रहेछ। यस कारणले यो चाहिँ म के गरेको 2 पेज त थपिन्छ। 22वटा अध्यायमा चाहिँ म के भने विभाजित छ। 52वटा गुरुङ शब्दहरू लेखिएको छ र मूल्य चाहिँ 795 छ र साङ्ग्रिला घोषले पनि प्रकाशित गरेको छ। भिउको लेखक कृष्ण गुरुङ, उहाँलाई फेरि पनि बधाई छ। म थोरै मात्र भन्न चाहन्छु, किनभने हामी विकासी प्रोजेक्टमा काम गर्ने, रिसर्चमा काम गर्नेहरूले कसैले आफ्नो भन्नुपर्ने कुराभन्दा अलिक बाहिर गएर बोल्न थाल्यो भने तल दर्शक अधिकारबाट किस भनेर भन्छ। किस भन्यो KISS, किप इट सर्ट एन्ड स्विट भन्यो। तपाईँहरूले किस नभन्दै म सक्न चाहन्छु। पहिलो कुरा, हामीले कसरी बुझ्नुपर्छ भने यो किताबलाई हेर्ने बेलामा नेपाली समाज बदलिँदो छ। नेपाली समाज एउटा रफ्तारमा बदलेको छ।
नेपाली समाजले परिवर्तन चाँडै स्वीकारेको छ। अब त्यसैमाथि त्यो परिवर्तनशील भइरहेको समाजमा के भइरहेको छ भने नेपाली गाउँहरू वा नेपाली समाजले भूगोल परिवर्तन गरिरहेको छ। खास गरी मलेरियाको अन्त्य भएपछि र सहरीकरण बढेपछि हिमालबाट पहाडबाट तराई र पहाड र हिमाल र तराईबाट चाहिँ भ्यालीहरूमा आउने भूगोल परिवर्तन गर्ने क्रम बढिरहेको छ। त्यही कन्टेक्स्टमा गुरुङहरूको समाज पनि परिवर्तनको सङ्घारमा र एकदम चाँडो परिवर्तनको सिलसिलामा गुरुङहरूको समाज अगाडि बढ्यो। पठनीय पुस्तक पाएको छु जसलाई मेरो समुदायमाथि कसैले अध्ययन गर्न चाहन्छ भने साहित्यिक ढङ्गले कोर इतिहासको कोर कल्चरको पाठक नभए पनि मुख्य रूपमा गुरुङहरूको इतिहास के रहेछ भनेर मोटामोटी बुझ्यो भने एउटा यो चाहिँ गतिलो टेस्ट हुनसक्छ भनेर मैले सिफारिस गर्न सक्छु। त्यो कुरामा चाहिँ म भित्र छु होइन। त्यस कारणले म चाहिँ यो बारेमा एकदमै खुसी भएको छु। अब तीर्थ दाइले चाहिँ के भन्नुभएको छ भने यसमा मैले एउटा प्रयास गरेको छु तर यो समाजलाई इन्द्रधनुषी बनाउने भने अरू धेरै साथीहरूले लेख्नुपर्छ, गुरुङहरूले नै गुरुङको बारेमा लेख्नुपर्छ भन्नु उहाँले आजको हिमाल खबरमा एउटा अन्तर्वार्ता दिनुभएको छ। बिहान निस्कने मैले पढेर आएको थिएँ। अब अहिलेको यो बिथोलिएको वातावरणमा चाहिँ के छ भने राजतन्त्रको बारेमा कुरा उठिरहेको छ होइन, जो चाहिँ फेज आउट भइसक्यो भनेको बारेमा फेरि कुरा उठिरहेको छ। लोकतान्त्रिक गणतन्त्र भन्ने व्यवस्थामाथि पनि प्रश्नहरू उठिरहेको छ। विभिन्न तन्त्रहरूमाथि प्रश्न उठिरहेको बेलामा चाहिँ यो ह्युगो गीतलाई साक्षी राखेर मलाई चाहिँ के लाग्छ भने पाठकहरूले चाहिँ हामीलाई फेरि तीर्थतन्त्र चाहियो भन्छन् कि भन्ने मलाई त्यस्तो लागिरहेछ। अब तीर्थलाई एकदमै अन्तर्मुखी स्वभावको हुनुहुन्छ होइन। उहाँले निकै उहाँको आफ्नो बुझाइमा पनि निकै ढिलो गरी मैले खास गरी लेखनमा चाहिँ निकै ढिलो गरी औपचारिक रूपमा मैले प्रवेश गरेँ। उहाँको जीवनका अप्ठ्याराहरू हामीलाई अलिअलि थाहा छ। अब धेरै त हाम्रो चाहिँ कवि भुपिनज्यूलाई थाहा छ होइन, हामीलाई अलिअलि थाहा छ भाइ पुस्ता हुनुको नाताले। अनि उहाँ स्वास्थ्य समस्यासँग पनि जुझिराख्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ उहाँको व्यक्तित्व पनि हाम्रो लागि चाहिँ के अरे एज अ राइटर उहाँ चाहिँ हाम्रो एकदम अनुकरणीय व्यक्तित्व हो भन्ने लाग्छ। किनभने हामी सामान्य ज्वरो आउँदा होइन, सामान्य के अरे टाउको दुख्दाखेरि हामी एकदमै होइन परिवारलाई दुःख दिएर हामी फलेर बस्छौँ। तर तीर्थलाई चाहिँ निरन्तर आफ्नो स्वास्थ्य समस्यासँग जुझेर लडिराख्नु भएको छ होइन। उहाँको बिहानको अन्तर्वार्तामा के भन्नुभएको छ उहाँले भने जीवन निर्मम छ होइन, जीवन निर्मम छ तैपनि योसँग जुझ्नुपर्छ। यो एकदमै के अरे हेर्दाखेरि सामान्य कुरा जस्तो लाग्छ तर यो उहाँको भोगाइबाट निचोरिएर आएको एउटा आप्तवाक्य जस्तो लाग्छ मलाई। एउटा हाम्रो जीवनको दर्शन पनि हुनसक्छ। त्यस कारणले यो कुरा भन्दै म यहाँ प्रकाशक साथीहरूको एउटा सूचना आएको छ, म त्यो चाहिँ सबैलाई नमस्कार अनि सुरुमा सबैलाई म धन्यवाद दिन चाहन्छु। म यो बोल्ने बेलामा तलमाथि हुन्छ कि भनेर मैले सानो पेजमा चाहिँ 220 शब्दको लेखेर ल्याएको छु, त्यही पढ्छु। यो केही असहज समयमा पनि मलाई माया गर्दै कार्यक्रममा उपस्थित हुनुभएर यसलाई साँचो अर्थमा गरिमामय बनाइदिनु हुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु। तपाईँहरू सबै विशिष्ट हुनुहुन्छ। मैले त्यो क्रम भन्नुपर्दा कुनै क्रम दिन कसैलाई सम्बोधन नदिनु पर्ने। यो मेरो लागि धेरै महत्त्वपूर्ण भएको छ। यथार्थमा यो मेरो विशेष दिन भइदिएको छ। हिउँको गीतबारे आदरणीय वक्ताहरूले धेरै भनिसक्नु भएको छ, त्यसैले यसबारे थप बोल्नु आवश्यक नहोला। मैले भन्न खोजेका कुराहरू किताबमा नै भेट्नुहुनेछ, त्यसैले तपाईँहरूले बरु किताब नै पढ्नुहोस्, त्यसपछि लागेको कुरा भन्नुहोस्,
सकारात्मक र नकारात्मक दुइटै सहर्ष स्वीकार्नेछु। मलाई थाहा छ तपाईँहरूलाई मेरो धन्यवाद शब्दले मात्र पुग्दैन। त्यसकारण म हाम्रो पज्यूहरूले पढ्ने पज्यूहरूले आउन आशीर्वाद दिने बेलामा जुन भन्छन् त्यसलाई म एउटा शुभकामनाको रूपमा प्रार्थनाको रूपमा यहाँ तपाईँहरूलाई त्यसको ठ्याक्कै त्यसै होइन त्यसको आशय राखेर म प्रार्थना गर्छु। तपाईँका आँखाले सुन्दर सुन्दर कुरा मात्र देखुन्, तपाईँका कानले पवित्र कुरा मात्र सुनुन् र सुनुन् शान्त सङ्गीत। तपाईँको मुखले कसैको चित्त नदुखोस्, तपाईँका वचनले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याओस्, तपाईँका पाइलाहरू सद्मार्गमा मात्र लम्क्याउन्, त्यतिखेर कतै ठेस नलागोस्। तपाईँको हातले माटो छुँदा सुन फलोस्, ढुङ्गा छुँदा ती सम्पत्ति बनुन्। तपाईँको निधारमा टिका भइरहोस्, तपाईँको शिरमा मान्यजनको आशीर्वाद नपुगोस्। कसैसितको तपाईँको साझेदारी मिल्ने हलगोलको जस्तै रहोस्, मनोमालिन्य नरहोस्। तपाईँका सपनाहरू ताराहरू जस्तै झलमल्ल देखिउन्, तपाईँको जीवन जुन जस्तै चहकिलो र सूर्य जस्तै उज्यालो होस् र होस् फुल जस्तै सुन्दर। तपाईँको आँच हिमालभन्दा अग्लो होस्, तपाईँको स्वास्थ्य कञ्चन पानी जस्तै स्वच्छ होस् र होस् नदीभन्दा लामो होस्, नदीभन्दा लामो होस् तपाईँको आयु। धन्यवाद।